नमस्कार, स्वागत छ तपाईहरुलाई रहस्य पत्र युट्युब च्यानलमा। र आज पनि म तपाईहरुको लागि केही भूत प्रेतका कहानीहरु लिएर यस च्यानलमा हाजिर भएको छु। यदि तपाईहरुले यस च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने अवश्य पनि च्यानललाई सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक गरिदिनु होला। र सुरु गरौँ आजका कहानीहरु। यो पहिलो कहानी चाहिँ हामीलाई एलिसाजीले पठाउनु भएको छ। उहाँ चाहिँ पोखरा रानीपुरमा बस्ने भनेर उहाँले भन्नुभएको छ र यो कहानी चाहिँ उहाँको बहिनी एस्टिनाले भोगेको सत्य घटना हो भनेर उहाँले लेखेर पठाउनु भएको छ। र उहाँको स्टोरी चाहिँ यस्तो रहेको छ। कहानी भनौँ, उहाँहरू चाहिँ 4 जनाको परिवार रहेछ। बाबा, मम्मी अनि उहाँ दिदी बहिनी। मम्मी चाहिँ पहिलेबाट नै बिरामी भइराख्ने, कहिले हस्पिटल लैजाने, कहिले झारफुक गराउने, त्यस्तो गर्नुपर्ने रहेछ। अनि मम्मीलाई चाहिँ कसैले ब्ल्याक म्याजिक गरेको छ पनि भन्दो रहेछ। लामो समयको हस्पिटल बसाएपछि एक दिन उहाँको मम्मीको चाहिँ निधन भएछ। उहाँहरू चाहिँ त्यतिखेर मामा घरमा हुनुहुँदो रहेछ अनि बाबा उहाँहरूलाई लिन आउनु भएको रहेछ। उहाँहरू घर जाँदाखेरि मम्मीलाई एक ठाउँमा सुताइराखेको अनि वरिपरि सबैजना रोइरहेको त्यो दृश्य एलिसाजीलाई एक थोपा आँसु पनि आएनछ त्यति बेला, जबकि बहिनी रुँदा रुँदै बेहोस नै भएछ। फेरि उहाँहरू दुई बहिनी मध्ये एलिसाजी चाहिँ बाबासँग एकदमै नजिक हुनुहुँदो रहेछ भने कान्छी बहिनी चाहिँ मम्मीको एकदमै प्यारो हुनुहुँदो रहेछ। कान्छी चाहिँ मम्मीसँग एकदमै धेरै नजिक हुनुहुँदो रहेछ। त्यसपछि लाइफ आफ्नै तरिकाले चलिरहेको थियो। दिनहरू बित्दै थिए अनि एक दिन उहाँको घरको साइडमा चाहिँ एउटा पार्टी प्यालेस रहेछ, स्विमिङ पुल पनि रहेछ त्यहाँ। त्यतातिर चाहिँ बहिनी खेल्न पनि जानुहुँदो रहेछ। अनि एक दिन खेल्दा खेल्दै यस्तै साँझको 7-8 बजेतिर बहिनी एक्कासी चिच्याएर एक्कासी रुन थाल्नु भएछ। अनि एलिसाजी चाहिँ बहिनीलाई के भयो भनेर हेर्न जानु भएछ, तर केही पनि नभनी एकदम चिच्याइरहने रुने गर्न थाल्नु भएछ बहिनी चाहिँ। त्यस पछाडि एलिसाजीले काममा गएको बाबालाई फोन गरेर बोलाउनु भएछ अनि बाबा हतार हतार गर्दै आएपछि बहिनीको कुरा सुनेर एलिसाजी र बाबाको त्यही होस नै उडेछ। बहिनी चाहिँ खेलिरहेको बेलामा पछाडिबाट हाँसेको जस्तो, रोएको जस्तो आवाज आएछ अनि पछाडि फर्केर हेर्दाखेरि चाहिँ उहाँको मम्मी सेतो लुगा लगाएर आफ्नो प्यारी छोरी, तिमी त मेरो प्यारी छोरी हौ नि, तिमी म बिना खुसी छौ त भनेर यस्तो भन्दै आइरहेको चाहिँ उहाँले देख्नु भएछ। अनि अझ आउ न तिमीलाई म लिन आएको भनेर हात फैलाउँदै अगाडि बढ्नु भएछ। अनि नजिक आएपछि चाहिँ उहाँ अचानक बिलाउनु भएछ। त्यसपछि बाबाले बहिनीलाई सम्झाउनु भएछ कि यस्तो केही पनि होइन, तिमीलाई त्यस्तो लागेको मात्र हो, नडराऊ भनेर सम्झाइ बुझाइ गर्नुभएछ। अनि केही दिनपछि फेरि यही केस दोहोरिएछ। बहिनी खेल्दै गर्दाखेरि त्यही ठाउँमा फेरि त्यसरी नै उहाँको मम्मी आउनुभएछ। त्यस पछाडि बहिनी चाहिँ बिरामी भएछ धेरै नै, रातिमा पनि झस्किने अनि धेरै नै बिरामी हुने भएछ। अनि हस्पिटल लैजाने के गर्ने भन्दाखेरि जे गर्दा पनि सन्चो भएनछ। अनि कसैले चाहिँ पितृ देखाउनु पर्छ र पितृ बोलाउने त्यस्तो गर्नुपर्छ, त्यसपछि निको हुन्छ भनेर सजेस्ट गर्नुभएछ। अनि
उहाँको मामा घरको नजिकै पितृ बोलाउने ठाउँ रहेछ। पितृ बोलाउँदाखेरि चाहिँ पितृले सानी चाहिँ छोरीलाई मम्मीले धेरै नै याद गर्नुभएको छ, त्यही भएर यस्तो भएको हो भनेर भन्नुभएछ। उहाँले बिर्सिन सक्नुभएको छैन मम्मीले भनेर त्यहाँनिर चाहिँ भन्नुभएछ। त्यही भएर चाहिँ यो सबै कुराहरू आएछ अनि पूजा लगाउनुपर्छ भनेर भन्नुभएछ। अनि उहाँको बहिनीलाई चाहिँ पूजा लगाइएछ। पूजा लगाएपछि ठिक चाहिँ भएछ, तर सपनामा पनि मम्मीलाई देखिराख्ने भएछ। तर एलिसाजीले चाहिँ कहिल्यै पनि सपनामा नदेख्ने रहेछ। कथाले चाहिँ हामीलाई सिकाउँछ कि आमाको माया कति हुन्छ भनेर। मरेर गए पनि आत्मा छोराछोरीको मायामा कति धेरै भट्किने रहेछ भनेर यो कहानीले हामीलाई भन्छ। र यस्तै अर्को कहानीतिर अब हामी लाग्दैछौँ। यो घटना चाहिँ हामीलाई महेश भुषालीले पठाउनु भएको छ लेखेर। र यो घटना चाहिँ अस्ट्रेलियाको सिडनीमा भएको घटना हो भनेर उहाँले भन्नुभएको छ। यो घटना चाहिँ करिब 4 वर्ष अगाडिको घटना हो भनेर उहाँले भन्नुभएको छ। त्यति बेला म र मेरो 4 जना या भनौँ 5 जना साथीहरू एउटै ठाउँमा काम गर्थे र एउटै ठाउँमा एउटै घरमा बस्थ्यौँ भनेर उहाँले भन्नुभएको छ। हामीलाई त्यो घरमा तर्साउँछ भन्ने केही थाहा थिएन, आत्मा भड्किन्छ भन्ने पनि थाहा थिएन हामीलाई। त्यो ठाउँमा बस्न लागेको 1 हप्तासम्म हामीलाई कुनै पनि त्यस्तो नेगेटिभ इनर्जीहरू फिल भएको थिएन। तर बस्दै जाँदाखेरि चाहिँ एक दिन मैले कुनै अनौठो आवाज सुने। हामी 2टा कोठामा डिभाइड भएर मिलेर बसेका थियौँ। एक दिन मेरो सबै साथीहरू काममा हुँदा म कामबाट घर आइसकेको थिएँ। म रुममा एक्लै मोबाइल चलाइरहेको थिएँ। त्यतिखेर करिब रातिको 1 बजेको थियो सायद। मैले कोही रोएको आवाज सुने र मैले मोबाइल बन्द गरेर यताउति हेर्दा कोही पनि थिएन। फेरि म मोबाइल चलाए जस्तो गर्न थालेँ। फेरि हाँसेको आवाज आयो। मेरो मन सिरिङ्ग भयो। त्यति राति कसैले जिस्काउन पनि सक्दैन। मेरो साथीहरू सबै काममा थिए। अनि मैले साथीहरूलाई फोन गरेर यस्तो यस्तो भयो भनेर तिनीहरूलाई पनि भने। तिनीहरूले विश्वासै गरेनन्। अर्को एक दिन साथीहरू सबै काममा अफ लिएर के रहेछ थाहा पाउनु पर्यो भनेर सबैजनासँगै मिलेर बस्यौँ। त्योमध्ये एउटा साथीलाई हामीले एक्लै रुममा छोडिदियौँ, किनभने उसले केही फिल गर्छ कि भनेर। अनि ऊ रुममा एक्लै बस्दाखेरि चाहिँ उसलाई पनि तर्साएछ। ऊ कुद्दै हामीसँग आएर भन्यो, लौ साँच्चै तर्साउने रहेछ यार। ग्रुपमा बस्दाखेरि केही पनि नहुने, एक्लै बस्न साथ तर्साउने भन्ने कुरा चाहिँ यो घटनाबाट पुष्टि भएछ। त्यसपछि जुन दिनदेखि तर्साउन थाल्यो त्यसपछि हरेक रात मलाई रातभरि एठन हुने त्यस्तो हुन थाल्यो। कोही आएर घाँटी थिचे जस्तो गर्ने। यो कुराहरू मलाई सधैँ फोन गरेर पनि भन्थे मैले मम्मीलाई। मलाई त्यो ठाउँमा एकदमै गाह्रो हुन्थ्यो। मेरो साथीहरूको नाइटमा काम र मेरो चाहिँ डेमा काम हुने हुनाले प्राय म कोठामा एक्लै हुन्थेँ। दिन बित्दै जाँदाखेरि मैले एक दिन आफ्नै आँखाले मेरो रुमको साइडको झ्यालमा एउटा हड्डी मात्र भएको हात देखेँ। त्यो करिब 12 बजेतिर थियो। उसले झ्यालमा हानिराखेको थियो त्यो हातले। मैले आफ्नै आँखाले देखेँ त्यो दिन, त्यो रात। त्यसपछि मलाई झन् गाह्रो भयो। एक दिन मेरो लङ सिफ्टको कारणले गर्दाखेरि म घर लेट आइराखेको थिएँ। म भित्र जाने क्रममा मैले मेरो बाइकमा एउटा कोही बसेको जस्तो छाया जस्तो देखेँ। त्यो देख्न साथमा आत्तिएँ। म भित्र पसेँ। यस्तो घटनाहरूले गर्दाखेरि चाहिँ मैले छिट्टै कोठा सर्ने योजना बनाएँ। अनि
मैले घर सर्ने योजना बनाएपछि मात्र थाहा पाएँ कि त्यो बस्ने घरको साइडको घरको आँगनमा चाहिँ मान्छे गाडिएको रहेछ कुनै बेला। त्यही कारणले गर्दाखेरि चाहिँ त्यहाँनिर आत्मा भड्किएको रहेछ र यस्तो तर्साउने घटनाहरू हुँदो रहेछ। पछि उहाँले चाहिँ अर्को कुरा पनि नोटिस गर्नुभएछ कि त्यहाँनिर एउटा कालो बिरालो पनि डुलिराख्ने रहेछ। दिउँसोमा चाहिँ देखिने रहेछ, रातिमा चाहिँ नदेखिने रहेछ त्यो बिरालो। उहाँले चाहिँ यो कहानी हामीलाई यति लेखेर पढ्नु भएको छ। तपाईलाई यो कहानी मन परे चाहिँ लाइक गर्नुहोला भिडियोलाई र सेयर गर्नुहोला र च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला। आजको लागि यति नै, धन्यवाद।